म 78 वर्षको व्यक्ति, मैले 70 वर्ष यो पार्टीमा रगत र पसिना बगाएको छु। न त कुनै व्यक्तिगत स्वार्थको पोको लिएर आएको छु। आज म ऐतिहासिक मञ्चमा उभिएर हाम्रो गौरवशाली पार्टी नेपाली कांग्रेसको यो देशको अस्तित्वको बारेमा बोल्न आएको छु। स्थिति अत्यन्त जटिल छ। भाद्र 23 र 24 ले के देखाएको छ? अब पार्टी भन्दा माथि उठेर गुटको कुरै नगर्नुस्, पार्टी भन्दा माथि उठेर राष्ट्रियता जोगाउन हामी एकजुट हुनुपर्छ। मुलुकको राष्ट्रियता खतरामा छ। 2033 सालमा बीपी कोइरालाले 33 साल पौष 16 गते राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर आउनु भएको। त्यही अवस्था अहिले पनि छ। यो साउथ एसियामा हाम्रो आकाशमा कालो बादल मदारिएको छ। देशै रहेन भने हामी कोसँग शासन गर्ने?